हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग र मेरो चाहिँ आज नेक्स्ट डे र दिनको स्टार्ट त एकदमै बोरिङ भएको थियो र पनि वेदर हेरेर चाहिँ यसो चाकर चलेर नुहाइधुवाइ गऱ्यो अरे फ्रेस भएर म चाहिँ फुल चोर्नुतर्फ लागेँ। हेर्नुहोस् कुनै पनि अवस्था चाहिँ किन आउँछ भने चाहिँ अब यहाँ बिहारमा चाहिँ मान्छेहरू धेरै पूजापाठ गर्नुहुन्छ र उनीहरू 3 बजी 2 बजी उठेर नै फुलहरू टिप्ने गर्छ होइन। र मैले पनि केको सिकेको छु यहाँनिर आएर र साथै आज मैले चाहिँ आफ्नो पूजा कोठाको बर्तनहरू सफा गर्दै थिएँ होइन। माझ्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ माइत घरको पनि पुरा याद आइरहेको थियो किनभने यो टाइममा दसैँको टाइममा चाहिँ हामी चाहिँ मजाले भाँडाकुँडाहरू टल्काउने मस्काउने अब कम्पिटिसन टाइपकै हुन्थ्यो होइन। अब यहाँनिर छु अर्कै जग्गामा र पनि अब यहाँ पनि छ हाम्रो देहरादुन दार्जिलिङको दिदीबहिनीहरू थुप्रो छौँ। हामी मिलेर त गर्नु त गर्छौँ र पनि अब आफ्नो माइत घरहरूको जस्तो हुँदैन यहाँनिर है। र अब सबभन्दा पहिला चाहिँ मैले अब पूजापाठहरू यति नै जति सिकेको छु त्यति नै गर्न आउँछ मलाई। र आज मेरो सोमबार फास्टिङ पनि हो र त्यही कारणले गर्दा मैले सबैभन्दा पहिला रेडी भएर पूजापाठ पनि गरेँ। भने चाहिँ हामीलाई चाहिँ पल्टन पनि जानुपर्ने हुन्छ किनभने आज हाम्रो एउटा सानो लेक्चर छ नि त हो, डाक्टर साहबले दिनुहुन्छ हामीलाई। र हामी चाहिँ म चाहिँ रेडी भइसकेर निस्किसकेको छु र सबै साथीहरू दिदी बहिनीहरू सबैजना आइसक्नु भएको छ र हामी यसरी नै हाम्रो लेक्चरमा पुग्यो। र आजको टपिक चाहिँ त्यही हो हेल्थ होइन। अब हाइजिनहरूको बारेमै र प्लास्टिक अवेरनेस इन्भाइरोमेन्टको बारेमै थियो। डाक्टर साहबले हामीलाई राम्रो लेक्चर पनि दिनुभयो र यसरी नै हामी चाहिँ वापस घर पनि आइसक्यौँ। र आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ।